साथीहरू नमस्ते। मैले यस्तो यो कमेन्टको उत्तर दिनलाई अगाडि ल्याएन होइन। यस्तो खाले सोचाइ त मेरो संसारमा, मेरो सोचाइमा इट डजन्ट इभन एक्जिस्ट के छ फक दिस शिट होइन। मैले यहाँ भन्न के खोज्दैछु भने तपाईँहरूलाई एउटा कहानी सुनाउँछु म। एउटा किसान अथवा एउटा कम्पनीले कामदार चाहे त्यहाँ काम गर्नलाई है। 10वटा कामदारहरू आए लाइन लाएर, अनि तपाईँले सोध्नुभयो तैँले कति किलो उठाउन सक्छस्, कति घन्टा काम गर्न सक्छस्, कसरी काम गर्छस् होइन। अनि सबैले आफ्नो गुणहरू भन्दै गयो। अनि एउटा दरो बलियो कामदार, तपाईँले खोजे जस्तो कामदार चाहिँ तपाईँले हायर गर्नुभयो। अब कामदार हायर गरेपछि त्यसलाई काम गर्नलाई, गरुङ सरुङ उठाउनलाई गाह्रो हुन्छ होला। तपाईँले पन्जा दिनुहुन्छ, वर्किङ बुट दिनुहुन्छ, उसलाई सेफ्टी राखिदिनु पऱ्यो नि त। त्यो सेफ भयो भने उसले काम गर्ने हो। अनि तपाईँले उसको तलब दिनुहुन्छ होइन, उसको सुरक्षा पनि दिनुहुन्छ। त्यस्तै जस्तो अब यहाँ मालिक को हो त भने काम दिने मान्छे मालिक हो, जनता मालिक हो है। त्यो देश कम्पनीको सेयर होल्डरहरू जनता हो। अब यो नेताहरू भनेको चाहिँ कामदारहरू हो है। नेतालाई मालिक मान्न छोडिदिनुहोस्। जति बोल्ने हो ऊ इन्टरभ्यू लिने बेलामा बोले हो क्या। फक योर भाषण, कोही पनि नबोल क्या। तिमीहरूले प्रमिस गरे अनुसार जनताले भोट दिएर ठाउँमा पुऱ्याइदिएको छ होइन। अब घोप्टे मुन्टो लाग्ने काम गर्ने, जनताले तलब दिएको छ, जनताले तिमीहरूलाई काम गर्नलाई आवश्यक सुरक्षा दिएको छ। नेताहरू मालिक होइन, नेता कामदार हो, मालिक जनता हो। नेपाल नाम गरेको कम्पनीको सेयर होल्डरहरू जनता हो। ए मालिक हुन्थ्यो भने त किन चाहिँ देख्नु होला नि चुनावमा गएर कहाँ घाँस काटेको, कहाँ किन चाहिँ त्यस्तो मान्छेहरूलाई चाहिँ तेल लगाउनु पर्थ्यो त। यिनीहरूले किन कुर्ली घन्टौँ भाषण गर्नु पर्थ्यो मलाई भोट देऊ भनेर। मालिक त टप्प हुन्थ्यो होला नि त पहिलाको राजा जस्तो। नेपालमा मालिक छैन, मालिक छ भने जनता हो। यो नेताहरू भनेको कामदार हो। इन्टरभ्यूमै बोलिसके, सुनिसके तिमीहरू कुरा। अब धेरै ठालु पल्टेर भाषण हानेर कामदारले फेरि इन्टरभ्यू यसरी भाषण हानेर बस्यो भने के हुन्छ? स्याक हुन्छ। सिम्पल। हेर्नुहोस् होइन, हामीले देखेको छ क्या संसारमा कसरी काम गर्छ भन्ने। कामबाट निस्क्यो भोलिपल्ट धोती टोपी हुन्छ नेताहरू। काममा टिकिरहन्छ भने काम गरिराख्ने हो। एउटा भर्खर रोपेको घाँसमा यो अस्ट्रेलियाको प्रधानमन्त्रीको टेकेछ, ओइ माइट मेरो भर्खर हिजो रोपेको घाँसबाट बाहिर निस्कि त भन्छ यहाँको मान्छेहरूले प्रधानमन्त्रीलाई। अनि सरी भनेर बाहिर निस्किन्छ। किनभने यहाँको नेताहरूलाई हामी कामदार हो, जनता मालिक हो भन्ने अनुभूत गराएको छ यो देशको सिस्टमलाई। भन्नुभयो। त्यही भएर यस्तो नेताहरूलाई चर्का भाषण गर्ने टाइम छैन। फिनिस। घोसे मुन्टो लाएर काम गर्ने हो अब नेताहरूले। मालिक जनता हो, नेता कामदार हो, मालिक जनता हो। जनताले चाहिँ ट्याक्स तिरेर तिनीहरूको तलब खाएको होइन। पैसा दिने मान्छे मालिक हुन्छ कि लिने मान्छे मालिक हुन्छ? कम्पनीमा कामदारले काम गर्छ, नयाँ प्रोडक्ट निकाल्छ, प्रोडक्ट बेचेर मालिक धनी हुन्छ। काम गर्ने मान्छे तलब खाने, काम गर्ने। सिम्पल एज द्याट। ह्याभ अ नाइस डे।